यहाँ त बवाल बवाल गाडी राखेको रहेछ। आई होप नो मोर प्रब्लम। हेलो गाइज, वेलकम ब्याक टु माई एनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। र अहिले रोमानियामा गर्मी बढिसकेको छ। त्यता पनि कतिको गर्मी बढेको छ भनिदिनु होला। कुन कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ भनिदिनु होला है त। र हजुरहरूलाई थाहै छ होला, मेरो मेको महिना एकदम पनौती थियो, एकदम ब्याड लक थियो। त्यति बेला मेरो के भयो अब म बिस्तारै भन्छु है त। मैले अलरेडी कम्युनिटी पोस्ट पनि हालेको थिएँ मेरो यस्तो यस्तो भयो भनेर। जसले हेर्नुभयो अलरेडी थाहा भइसक्यो होला। अहिले मैले डिलिट गरिसकेँ त्यो कम्युनिटी पोस्ट। मेरो के भएको थियो भन्दा, पहिला सुरुमा त ल्यापटप बिग्रियो। ल्यापटप बिग्रेपछि मेरो टिआरसी कार्ड हरायो। टिआरसी कार्ड के हो भन्दाखेरि चाहिँ गुगलमा गएर हेर्नु होला है। टिआरसी कार्ड भनेर गुगलमा सर्च गर्नुभयो भने टिआरसी कार्डको बारेमा हजुरले थाहा पाउनुहुन्छ। त्यसपछि मेरो फ्री फायर आइडी ह्याक भयो। फ्री फायर आइडी कसरी ह्याक भयो भन्दा, मैले एकजनालाई ट्रस्ट गरेर जिमेल आइडी दिएको थिएँ। त्यही जिमेलसँग मेरो फ्री फायर आइडी लिङ्क थियो। उसले रिकभरी गरेर मेरो ह्याक गरिदिइसक्यो। ब्लाइन्ड स्ल्यान्ड हटाएर पुरै गइसक्यो। अहिले उसले सेल पनि गरिदिइसक्यो रहेछ। अहिले चाहिँ फाइनली 1 महिनापछि मेरो ल्यापटप बनिसकेको छ। अहिले चाहिँ म ल्यापटप लिन जाँदैछु। अब ल्यापटप लिएपछि दाइलाई मैले ल्यापटप दिन्छु। दाइ ल्यापटप लिएर घर आउनुहुन्छ। म चाहिँ ड्युटी पनि लाग्नुपर्ने छ। बस स्टेसन जानुपर्छ पहिला सुरु। बस स्टेसनमा आफ्नो नम्बरको गाडीमा जानुपर्छ जहिले पनि। अब 31 नम्बर गाडी आउँछ यता। 31 नम्बर गाडी चढेर सिधै लास्ट स्टेसन हेर्नुपर्छ। लास्ट स्टेसन गएर पछि फेरि हल्का एकछिन हिँड्नुपर्छ। हिँडेर फेरि अर्को गाडी चढ्नुपर्छ 24B भन्ने। अनि ठ्याक्क मैले जहाँ ल्यापटप किनेको थिएँ त्यही बनाउन दिएको थिएँ, त्यही लिन जाने हो। बस स्टेसनमा पनि आइसक्यौँ है हामी। अब बस कुर्नुपर्छ एकछिन। यस्तो घाम लाखा, घामले पोलिसकेछ। बुटोलमा झन् यसको डबल हुन्छ। यहाँ त के भन्ने हो, यस्तो छ ठाउँ चाहिँ यस्तो छ। पाँच मिनट कुरेपछि फाइनली हाम्रो बस पनि आइसकेको छ यहाँ है। अब हामी बस चढेर जानुपर्ने छ। सिनहरू बवाल छ, जो ठाउँ बवाल छ। अब चाहिँ फाइनली 15-20 मिनट पछि अहिले लास्ट स्टेसन आइसकेछौँ। धेरै जाम थियो आज, यहाँ देख्न पनि सक्नुहुन्छ। गाडी नै गाडी। बाटो चाहिँ यस्तो छ। अब हल्का हिँड्नुपर्छ हामी। भित्रको बाटो जानुपर्छ। यो चाहिँ हाम्रो दाइ हो, मनोज दाइ, हाम्रो हेड सेफ। जाम हेर्न सक्नुहुन्छ। यहाँ जाम, यस्तो जाम हुन्छ नि यहाँ। जामै जाम। ट्राफिकको पालना गर्नुपर्छ। यस्तो खास नेपालमा पनि हुनुपर्ने हो क्या, ठाउँमा होइन। ट्राफिक राखिदिने, ठाउँमा आफ्नो पालना गर्ने। बस स्टेसनहरू पनि ठाउँमा गराइदिने। ठ्याक्क आफ्नो बस स्टेसनमा गएर चढ्ने, त्यही बस स्टेसनमा झारिदिने। अब मान्छे अब जता पाइ त्यतै गाडीहरू रोकिदिन्छ, मान्छे चढाउँछ, कोचाकोच चढाउँछ नेपालमा। यस्तो सानो ठाउँमा पनि यस्तो हो क्या जेब्रा क्रसिङ। यस्तो नेपालमा पनि राख्नु पर्यो कि यस्तै सानो ठाउँमा पनि जेब्रा क्रसिङ राख्नु पर्यो। जेब्रा क्रसिङ छ। भित्तामा आर्ट चाहिँ यस्तो छ है। भित्तामा आर्ट गराएको छ यता गल्लीभित्र। गाडीहरू पनि हिँडिरहेछ, मान्छेहरू पनि हिँडिरहेछन्। ठाउँ चाहिँ यस्तो छ। गर्मी पनि छ। यस्तो बवाल बनाएको यार।
अब चाहिँ हामी बस चढ्ने ठाउँमा आइसकेको छौँ। ट्याक्क बस चढ्ने ठाउँ त्यहाँ छ। हामी अब यहाँ हरियो बत्ती बलिसकेको छ, हामी रोड क्रस गर्छौँ। त्यो 24B त्यहाँ छ जाम दाइ चाँडो। यहाँ गाडी चढ्ने ठाउँमा आइसकेको छौँ। अब गाडी चढेर अब लुलुस मल जानुपर्छ। गाडी गयो, अब अर्को गाडी कुर्नुपर्छ। फाइनली लुलुस मल आइसकेको छौँ हामी धेरै समयको यात्रापछि। अब हामी चाँडो लुलुस मल जान्छौँ। मलाई काममा पनि जानुपर्छ, ढिलो भइसकेको छ। अब सिर्फ 1 घन्टा मात्र छ। अब 1 घन्टामा काममा पुग्नुपर्छ। बनाएकै हो क्या यत्रो होइन। इन्ट्री चाहिँ यता छ। अब यस्तो छ है भित्रको ठाउँ यस्तो छ है। यहाँ त बबाल गाडी राखेको रहेछ कि केटाहरू। हाम्रो एउटा गाडी यस्तो बबाल गाडी राखेको यहाँ। यो पुरानो मोडलको गाडीहरू रहेछ। अहिले धेरै देखाउन टाइम छैन, ढिलो भइसकेको छ। त्यही भएर सिधै अब हामी एलटेक्समा जान्छौँ। मैले एलटेक्सबाट ल्यापटप किनेको थिएँ। मैले ल्यापटप किनेको ठाउँ आइसकेको छु। यहीँबाट मैले ल्यापटप किनेको। बिल छ मसँग। अब डाइरेक्ट अब त्यही तल त होला नि जाने होइन। यहाँ फोन सोन सब पाउँछ यहाँ, घडी सडी। मैले चाहिँ ल्यापटप सर्भिस गर्ने ठाउँ चाहिँ तल छ, त्यही भएर तल जानुपर्छ। अन्डरग्राउन्ड यता छ, अन्डरग्राउन्ड जाने ठाउँ। This is the old one. Okay. Replaced. Okay. I also have here what they fixed. Okay. Okay. It pretty much says they replaced that card drop. This is the power on off button, right? This one. Doesn't look like it. It's like the USB ports, the one that got wet. I don't know how is possible to wait, because I don't use the laptop always. I have to go to my work. It shows they have corrosion from moisture on both sides. यस्तो भएको रहेछ पुरानो मेरो। पुरानो यस्तो भएको रहेछ। यो फेर्देको लगभग नेपाली 18,000 लाग्यो है। अनि 1 महिना जति भनौँ न ल्यापटप पनि बन्नलाई। यो मेरो ल्यापटप लेनोभोको लगभग नेपाली यस्तै 150 जति भेट्यो भनौँ। Thank you. It's supposed to be, I think, this part over here. Can I turn on, please? Yeah. Let's try. Yeah. Should still have battery. I hope no more problem in the future. It's very expensive here. Yeah, I suppose. And it's take time, too much time. Let's go. यही हो गाइज, ल्यापटप अन भइसकेको छ। यहाँ भ्यालोरेन्ट छ, GTA 4 छ, सरी GTA 5 छ। So because of the moisture. yeah, I got aside it. from that,
Yeah. If you have any bad luck in the future, like we can help you with that. Okay, thank you so much. ल्यापटपमध्ये हालेले रहेनु भइहाल्यो त्यसो कार्टुन चाहिँदैन रहेछ नि त Do I need the cartoon for the future? No. No? No. We have received Just We have a the receipt. product, accessories, and the receipt. That's pretty much it. Okay. You don't need to keep the box if you don't want it. चाहिँदैन त्यसो Because okay, then I will just keep the laptop. Oh, okay. Hello. Hello. Do you know English? Yes. I need the Ethernet cable for my laptop, like a 12 meter, something like this. So Ethernet cable. Yes, for my laptop. Okay. Let me show you. So. Here are the variants we have. Yes. Different sizes. I don't know what length do you need. Like a fast. Fast. Yes. 10 meters cut at 8. It's a superior category. This is 6A. This is category 5. This is cut 8. Which one is good? This is the best we have, Okay. and it's 10 meters. 10 meter. You have something more, like a meter. More meters. Yes. For I need. this version, no. You have another version, maybe. I have category 5, 30 meters. Oh, this is too But much. it's not 8. This is more quality. This is more length. You will not make yourself. So only cut 5 we have for more than 10 meters. Yes. You have only 30 meter, right? You don't have a 15 meter. I have 15, yes. You have 15. 15, but for this. Also cut 5, not cut 8. Oh. Really high speed, so it's one of the latest technologies, so to say. But we don't have internet in the country that needs that cable. So this also works with gigabit internet. If it will be not working, can I give this back and Yes. can I get my refund back? Yes. Oh, You okay. have 14 days the right to return. Oh, okay. So can I check now here, or I have to check my home? It will be work or not? To home, because we cannot. Oh, okay, connect it okay. to So, our line. okay. So, thank you. You're welcome. And this there is the right receipt. Okay, thank you. Thank you so much. पेमेन्ट गरिसकेँ मैले अब इन्टरनेट केबल पनि लिगिसकेँ इन्टरनेट केबल काम गरेन भने मलाई 14 दिनसम्म रिफन्ड गर्ने टाइम दिएको छ अब यहाँ लुलुस मलदेखि जानुपर्ने छ घर दाइ त घर जानुहुन्छ म चाहिँ काममा लाग्छु अब काम पनि छ मेरो अब 9 घन्टा ड्युटी छ आज एकजना साथीको साटो काम गरिदिएको छु मैले उसको चाहिँ आज इक्जाम भएको भएर उसको साटो मैले काम गरिदिएको छु 9 घन्टा मैले लुलुस मलको ओपन देखाउँछु है मैले यता के अरे त्यो पार्क हैन त्यो ठुलो पार्क पनि देखाउँछु है गाइजहरु मैले एक्जिटमा आइसक्यौँ हामी अब घरतिर लाग्नु पर्छ म त काममा जानु पर्छ भित्र कति शीतल छ बाहिर यस्तो घाम लाग्छ के गर्नु यार यतातिर पार्क छ यतातिर पार्कतिर मैले पार्कको भिडियोहरु यसो देखाउँछु हजुरहरुलाई फाइनली म काम गर्ने ठाउँमा आइसकेको छु यो बत्तीहरु देख्नु भएको छ नि यो बत्तीहरु चाहिँ राति खतरा बल्छ झिलिमिली हुन्छ यो बत्तीहरु चाहिँ रातिको बेला अनि चाहिँ ठ्याक्क काम सकेर घरतिर जाँदै छु अब भोलि पनि मेरो ड्युटी छ भोलि चाहिँ 6 बजे ड्युटी छ फेरि आज पनि भिड थियो आज मौसम पनि राम्रो थियो लास्टै गर्मी के फेरि लास्टै गर्मी
त्यही हो केटाहरू, अब ल्यापटप पनि फाइनली बनिसक्यो। अब यो भिडियो अपलोड भइसकेपछि अब छुट्टीको दिन शुक्रबारको दिन ट्याक्क म लाइभ आउँछु। कुन दिन हुन्छ अब शुक्रबार कति बजे हुन्छ लाइभ आउँछु। र सबैजना राम्रोसँग बस्नु होला। मलाई त्यति भ्लगमा बोल्न आउँदैन, अब ट्राई गर्दैछु बिस्तारै बिस्तारै भ्लग गराउँदै बस्छु। अब हेरौँ के कस्तो हुन्छ, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। ल यति भन्दै बाई बाई गाइज, बाई।